ल एकैचोटि हेर्नु साथी यो भिडियो हेरेर त म दङ परि मोर्चा परेर हाँसिरहेको छु। यो रातो हेलमेट लगाउने मान्छेलाई हेर्नुहोस् है। यो चाइनामा लेखेको अक्षरको अनुसार यो चाइनाकै कुनै प्रतियोगिता हुनुपर्छ, सायद कुनै होला। यहाँ चाहिँ रातो हेलमेट लगाउनेको लागि चाहिँ रातो बाल्टी हुनुपर्छ सायद, अनि यो चाहिँ निलो हेलमेट लगाउनेवालाको चाहिँ सायद सेतो बाल्टी हुनुपर्छ। यो त्यहाँ सायद यो नारियल हो कि यो खोइ अमिलो हो कि के हो, त्यो त्यहाँबाट उठाएर अनि चाहिँ आफ्नो बाल्टीमा चाहिँ राख्नुपर्ने सायद यो टास्क हुनुपर्छ। तर यो रातो टोपी लाउने मान्छेलाई हेर्नु त गजबको चर्तिकला गरेको छ यो मान्छेले। यो जानबुझेर गरेको कि अन्जानमा गरेको कि खै के गरे हो। अर्को यो निलो टोपी लाउनेवालाले त चलो ठिकै गरेको छ उसले चाहिँ, तर यसले प्रतियोगिता जित्न नसक्ला एउटा होला। हाँसो पो लाग्यो त यसका बाटोको नै। रातो टोपी। अनि एउटा कुरो अर्को तपाईँले नोटिस गर्नुभयो कि त, यो जो रातो टोपी लाउनेवाला छ नि, हेलमेट लाउनेवाला, उसले चाहिँ केही देखाएको छैन। उसले चाहिँ ल्याएर हाल्न पायो भएको, उसले सेतो बाल्टी पनि हालिदिएको छ, रातो बाल्टी पनि हालिरहेको छ। तर चाहिँ यो चाहिँ निलो टोपी लाउनेवालाले चाहिँ होसियारपूर्वक गरिरहेछ। तर रातो टोपी लाउनेवालाहरू चाहिँ लोडपट गरे यसका बाटो कुनै तरिका काटे। कस्तो लाग्छ साथीहरू जानकारी? यो भिडियो मन परे चाहिँ सेयर गर्नुहोस् है।